भाषा मादलको तालमा गाउँछु म आज कानुनको कुरा सबैको लागि साझ। नमस्ते, यहाँहरु सबैलाई मेरो युट्युब च्यानल लिखितममा हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। म हरिशचन्द्र सुवेदी। एउटा निकै उपयोगी तथा जानकारीमूलक भिडियो यहाँहरु समक्ष लिएर उपस्थित भएको जुन विषय छ मालपोत तथा घर जग्गा खरिद बिक्रीको क्रममा प्रयोग हुने शब्द छ जुन दर्ताफारी। आज म यही दर्ताफारी के हो, दर्ताफारी गर्दा के कागजपत्रहरू आवश्यक पर्दछन् र दर्ताफारी गर्दा राजस्व के कति लाग्छ लगायतका विविध जानकारीमूलक विषयवस्तुहरू समेटेर एउटा सानो भिडियो यहाँहरु समक्ष लिएर उपस्थित भएको भिडियो निकै उपयोगी हुनेछ। तसर्थ भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र मेरो युट्युब च्यानल लिखितम सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब पनि गरिदिनु होला, जसले गर्दा मेरा यस्ता जानकारीमूलक भिडियोहरू यहाँहरु समक्ष सजिलै पुग्नेछन्। तसर्थ मेरो भिडियोलाई सब्स्क्राइब, लाइक, कमेन्ट पनि गरिदिनु होला भन्दै आजको विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु। दर्ताफारी भनेको के हो? दर्ताफारी भनेको कुनै पनि अचल सम्पत्ति दुई वा दुई भन्दा व्यक्तिको संयुक्त नाममा श्रेष्ठ पूर्जा कायम भई दुई वा दुई भन्दा व्यक्तिले संयुक्त रूपमा भोग चलन गर्दै आएको अचल सम्पत्तिलाई अब उपरान्त गरी आफ्नो नाममा श्रेष्ठ पूर्जा कायम गरी आफूले नै भोग चलन गर्न पाउने गरी श्रेष्ठ पूर्जा कायम गर्ने प्रक्रियालाई नै दर्ताफारी भनिन्छ। दर्ताफारी गर्दा आवश्यक कागजपत्रहरू। दर्ताफारी गर्दा सर्वप्रथम जग्गाधनी प्रमाण पूर्जा आवश्यक पर्दछ। त्यसको साथसाथै तिरोतिरको रसिद, सम्बन्धित मान्छेहरूको नागरिकता, स्थानीय निकायको घरबाटोको सिफारिस, जग्गा खरिद गर्दाको राजीनामाको लिखत, दुई प्रति फोटो र सम्बन्धित मान्छे व्यक्तिहरू निवेदकहरू उपस्थित हुनु पर्दछ। यति कागजपत्र भइसकेपछि हामीले यसलाई अनलाइन भूसेवा केन्द्रबाट अनलाइन दर्ता गर्नुपर्छ र अनलाइन दर्ता गरिसकेपछि भूसेवा केन्द्रको लिङ्क मालपोत कार्यालयमा पठाइन्छ। तत्पश्चात हामीले तलसुक समेत भूसेवा केन्द्रबाटै निकालिन्छ र त्यसमा सही गरेर हामीले मालपोत कार्यालयमा यसको प्रक्रियाको लागि अगाडि बढाइन्छ र दर्ताफारी गर्दा संयुक्त नाममा हुने भएको हुँदा आफ्नो भागमा किताकाट गरेर आफ्नो बनाउनु पर्ने अवस्था भएको हुँदा हामीले नापी कार्यालयमा समेत जानुपर्ने हुन्छ र नापी कार्यालयबाट किताकाट गरिसकेपछि पुनः हामी मालपोत कार्यालयमै आएर राजस्व तिरिन्छ र राजस्व तिरिसकेपछि मालपोतले आफ्नो प्रक्रिया अनुसार दर्ताफारीको कार्य हुने गर्दछ। दर्ताफारी गर्दा राजस्व के कति लाग्छ भन्ने सम्बन्धमा पनि जिज्ञासा हुने गर्दछ। दर्ताफारी गर्दाखेरि हामीले यो सम्पूर्ण अचल सम्पत्ति जुन हामीले दर्ताफारी गर्न लागि छ सो सम्पत्तिको एकमुष्ट थैली मालपोतको न्यूनतम मूल्याङ्कन अनुसारको रेसियो अनुसार नघट्ने गरी थैली अङ्क राखिन्छ र सो थैली अङ्कमा राजनाम सरहको राजस्व तिर्नुपर्छ, जस अन्तर्गत महानगरपालिकाको भएमा 5%, नगरपालिकाको 4% र गाविसको भए 2%का दरले हामीले राजस्व तिर्नुपर्ने हुन्छ। साथै हामीले जसले जे जति क्षेत्रफल प्राप्त गरे पनि समान रूपमै बराबर थैली राख्नुपर्ने। दर्ताफारी गर्दा लाभकर लाग्छ कि लाग्दैन भन्ने सम्बन्धमा पनि जिज्ञासा रहने गर्दछ। तसर्थ दर्ताफारी गर्दा 3 पुस्ताभित्रको व्यक्तिहरू बीच दर्ताफारी भएको अवस्थामा लाभकर लाग्दैन भने 3 पुस्ता बाहिरका व्यक्तिहरू बीच दर्ताफारी भएको अवस्थामा राजीनाम सरह नै लाभकर लाग्ने गर्छ। हस् त आजको लागि दर्ताफारी सम्बन्धी यो सानो जानकारीमूलक भिडियो यहाँहरु समक्ष प्रस्तुत गरेँ।
यहाँहरूलाई भिडियो कस्तो लाग्यो, दर्ता फारी सम्बन्धी अन्य कुनै जिज्ञासा वा जानकारी लिन चाहनुहुन्छ भने यहाँहरूले मेरो कमेन्ट बक्समा कमेन्ट राखिदिनु होला। जिज्ञासाको समाधान गर्ने कोसिस गर्नेछु भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु र भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।